हेलो गुड मर्निङ नमस्कार सबैजना मेरो ब्लगमा स्वागत छ है। आज हामी साइक्लिङ राइड जाँदैछौँ। अहिले बिहानको करिब 6:30 बज्यो। मलाई हेल्प गर न चिसो खुले जबटी गयो त्यो लक लाग्यो खुलिराखेको हेल्प है हेल्प बिहान जाने हेल्प चाहियो मलाई ए यो खुसीको रहेछ निकाले हुन्छ यो हो टाइट हुँदैन नि अलिकति ऊ हुने बित्तिकै खुस्किहाल्छ ए ल छोड्यो निकाल्नु अहिले छोड्यो त्यति छोड्यो ल हल्का त्यो उस भयो होला क्या चाहिँ हल्लाइ है अनि लकै हल्लेछ के भयो ल त्यतिकै छोड्यो अहिले आफै भोज नि त नि हुँदैन अलिअलि ख्यालले समाउँथ्यो त्यही भएर त्यो पुत्तै निक्लिँदैन कि ए त्यो बाटो सिकेर सबले यहाँ बाटै सिकेर बसेका छन् है पुरै बाटो छेकेका छन् गाडी हिँड्ने बाटो पनि छैन। सबैजनाले यहाँ बाटो छेकेर यहाँ ट्रक जाने ठाउँ पनि छैन हो यस्तो छ बाटो डन्नै जाम छ यहाँ। हामी चाहिँ हेरेछौँ आशिष पुरै बाटो पुरै जाम होइन त शनिबार त हाम्रै हो ल है त अब सबैजना जाने तयारीमा छौँ है। सबजना लाइनमा हुनुहुन्छ लाइनै लाइन बाई लाइन। बुवा नमस्कार ल आइहाल्यो ल राजु ल ल है त ल
दुईवटा साइकल दौडाएर आउनु रमाइलो भएछ नि अरू ग्रुप यताउता हुनुहुन्छ पाथी भएर आउँदा हेर सही लाग्यो हामी त ल नाच्यो हामी एकछिन रेस्ट गरौँ यहाँ है मेरो साइकल अलि अगाडि लाग्छ हेलो हेलो आउँदै हुनुहुन्छ त कस्तो राम्रो सिन देखाएको छ सबना त कोही तल कोही माथि कोही यतै फोटो सेसन चल्दैछ यहाँ सबभन्दा कान्छो 25 वर्ष होइन त हाम्रो यहाँ भाइ बाबु ऊ 14 हेट आमामा 14 वर्ष चढ्यो गइँदै चढ्यो ल पार गर्यो ल पार गर्यो भाइलाई बधाई छ है बधाई छ ल पार गर्यो ल भाइले ल अहिले हामी बुङदल झरनाको करिब हामी फाइनल आइसक्यौँ उहाँ हाम्रो 70 वर्षको दाजु हुन्छ उहाँ 73 वर्षको दाजु लास्टमा हुनुहुन्छ रमेश दाजु के चाहिँ रमाइलो भइरहेछ उहाँ दाजु दाजु गियरबक्सले काम गरेन काम गरेन अरे ल हाम्रो यहाँ 73 वर्षको दाजु एकदम कडा राइड गरेर आइरहनु भएको छ होइन है तेरिका पानी घट्ट भनेको यही हो यहाँ लिएर सक्नुहुन्छ यसरी गाउँघरमा चाहिँ करेन्ट नहुँदाखेरि चाहिँ पानीको स्रोतले यसरी हाम्रो चाहिँ घट्टहरू चलाउने गर्थ्यौँ यहाँ हेर्न सक्नुहुन्छ यो मकै यो अर्ग्यानिक पिठो हेर्न सक्छ
हाम्रो सबैजना टोली चाहिँ राइड गर्दै गर्दै भीमपेती 1 बुङदौल झरना जोडी झरना भनेर नि चिनिन्छ। हामी चाहिँ आइपुगिसकेका छौँ आजलाई। आम्मा आकाश त यस्तो दामी सफा छ। सबैजना आइसक्नु भएको छ। हाम्रो अङ्कलहरू सबैजना पुरै झरनाको मजा लिँदै हुनुहुन्छ। ल मजाले यहाँ टिकटक बन्दैछ। अङ्कलको घाना सहित एकजना हाम्बालिसक्नु भएको छ। अर्को टोलीहरू हाम्रो यता यहाँ हाम्बालिसक्नु भएको छ। ल नौ इच्छुक हुनेहरू सबैजना नौ रेडी हुनु भइसकेको छ। मजा सफा छ है आकाश। ल ल ल अब नआइहाल्नुपर्छ, ढिला हुन्छ अहिले फेरि सबैजनाले छोडेर जान्छ। हामी चाहिँ नौने प्लानिङमा छौँ आज। ल सबैजना है ल अङ्कल पनि आइपुग्नु भएको छ हाम्रो। ओके बा नमस्कार बुवा। नमस्कार। यहाँ राजदा चाहिँ हाम्रो पुरा भिडियो बनाउने लाग्नु भएको छ। फाइनल डेस्टिनेसनमा अब नआउने हो गइसक्नु मान्छेहरू आउने बित्तिकै खोलेर हिँडिसक्नु नआउने नि त नआउने नि उता नआउँदै हुनुहुन्छ उता हो त्यहाँ मलाई नआउँदै जोडी झर्ना बुङदौल झर्ना होइन त राम्रो छ दामी छ झन्डै। फोटो सेसन चल्दैछ यता सबैजना अब हामी पनि जान्छौँ नुहाउन। टक्क लाएर नुहाउनुपर्छ। अब नआएर रमाइलो चिल पार रमाइलो गर्नु। कोही कता सबजना यताउता बस्नु होला। अब हामी चाहिँ टक्क लाएर नुहाउनतिर लाग्छौँ। अब आशिष नुहाउनु छिरौँ छिरौँ छिरौँ। दाजुले पनि हामी यो चाहिँ एउटा प्राकृतिक क्षेत्र रमाइलो गर्ने ठाउँलाई हामीले फोहोर नगरौँ होइन। हामीले चाहिँ यो सफा राख्नुपर्छ। हाम्रो आफ्नै ठाउँ हो। यसले चाहिँ सुन्दरतालाई बिगार्छ होइन। हाम्रो विष्णु दाजु काठमाडौँदेखि आउनु भएको छ। उहाँ चाहिँ 74 वर्षको हुनुहुन्छ तर एकदमै इनर्जेटिक होइन, एकदमै युवा जोसका साथ उहाँ चाहिँ साइक्लिङ गर्नुहुन्छ। उहाँले चाहिँ अस्ति नै सौरा राइड पनि गरिसक्नु भयो उहाँले। र अहिले हामी चाहिँ ठ्याक्क यहाँ यो हेर्न बोतल यसरी कृपया यसरी नफालिदिनु होला। खाएको बियरको बोतलहरू यसरी यस्तोहरू चाहिँ नराखिदिनु होला कृपया। यो चाहिँ अलिकति सभ्य नागरिकको पहिचान दिउँ होइन। सभ्य नागरिक ल यहाँ पनि हेर्नु बियरको बोतल यसरी कृपया नफालिदिनु होला। हामी चाहिँ उहाँ लगेर हामी चाहिँ उता डस्टबिनमा लगेर हामी हाल्दैछौँ। ए ल ल ठिकै छ पाउनु एउटा गरौँ है। आइसकेका छौँ होइन। अब हामी चाहिँ यहाँ गर्दैछौँ। ल अब हामी सबैजना मिलेर अब बुङदौल झर्ना आइछ। यो भिडियो बनाएको है, म फोटो खिच्दैछु अहिले होइन। ल एकचोटि ह्याप्पी स्याटरडे भन्नु ल। ह्याप्पी स्याटरडे ल है त। ल इन्जोय है त। ल ल धन्यवाद। अब चाहिँ हामी यहाँ झर्नादेखि फर्किँदैछौँ। झर्नामा आइयो, झर्नामा नुहाइयो। अब हामी चस्मा एउटा हराउनु भएछ कसले हो। कहिलेकाहीँ किन्छ रे यसो रमाइलो गर्नु पनि कहिलेकाहीँ के चढाएको पनि राम्रो अन्त। तर हामी 1 घन्टामा यहाँ झर्ना आइपुग्यो। ठ्याक्कै 1 घन्टामा झर्ना आइपुग्यो। अनि यहाँ त फेरि माथि पातबाट आउँछ क्या दुकानी यस्तो छ। ठ्याक्कै पातबाट दुका आइदिन्छ।
अरूले चाहिँ भेट्नु भयो कि भेट्नु भएन जुका मैले चाहिँ एउटा भेटेँ त्यो चिसो चिसो हुन्छ त सबैजना उता सबैजना लाइनै हिँड्नु यो चाहिँ त्यो पानी घटाङ लगेको पानी त होला नि अगाडि आउँछ त यादै नगरे मैले त चढ्ला नि फेरि ए फर्क्यो दाइ फर्क्यो ए अन्त भाइ पनि इन्जोय गर्यो कतिको पानीमा बस्दासम्म चाहिँ तातो हो नि बाहिर निस्केपछि बल्ल चिसो के भएन बिहान बिहान के अरे निन्द्रामै उठेर हिँडेको तर फ्रेस भयो माथि यस्तो राम्रो घाम लाग्यो सिनै बबाल छ क्या यहाँको फेरि सबजना लाइनै हिँड्नु आउँछ यो केरा पाकेको छ कि पाकेको छैन हेरौ न पाकेको केरा त फेरि छोड्नु हुँदैन नि देखेपछि त हामी अस्ति उहाँ पापा घरमा जाँदाखेरि होइन दाइको घरमा केरा पाकेको रहेछ क्या अनि दाइले देखायो क्या पाकेको केरा छोड्नु हुँदैन दाइले त नि सिधै काटेर खायो जान्छ नि यो सबैजना साइकल हेर्दा छ गएको सब साइकल लगाएर खाने त सब साइकल बङ्ग मुङ्ग यो लागौ अब पढ्ने हो ल हिँड्यौ नि हिँड्ने मान्छे अगाडि हिँड्दै गरौँ हामी पछाडि बिस्तारै आउँला नि हिँड्ने मान्छे अगाडि हिँड्दै गरौँ हामी चढ्ने मान्छे बिस्तारै पछाडि आउँला हामी दौडिने चाहिँ बिस्तारै आउँदैनौँ घरमा भात भनिसकेको छ बिहानै हिँड्नु भने म त रुम जान्छु गयो